कतिले यसको राम्रो होस् सबैको फोन आयो क्या हेर्नु त इमर्जेन्सी होला फेरि क्याथलिन क्याथलिन तपाईँको गर्लफ्रेन्ड हो हामीले 4-5 वटा गाडी किन्यो त्यो बेला है सुरुमा हामी स्टिलमा होला सायद 4-5 वटा गाडी किन्यो नेपालीसँग ट्रस्ट गरेर होइन भए त्यो गाडी किन्दा चाहिँ के भयो भने हामीले गाडी लियौँ अब माइलेज कम भनेर तर त माइलेज चाहिँ मिटर घुमाएर भनौँ न 1.5 लाख 2 लाख चढेको गाडीलाई चाहिँ यता 40-50 हजारको टक्क माइलेज बनाएर अनि उसले मेन्टेनेन्स गरेर त्यसरी बेचेको त्यस्तोमा पऱ्यो हामी परेको थियौँ हाम्रो भनौँ म नपरे पनि साथीहरू पर्ने भएको थियो अरू पनि परेको म सुन्छु कि हामीहरू त्यो थियो अब त्यो त अब उसको के थियो भने उसको उद्देश्य छिडेको थियो यो मान्छेहरू यिनीहरूलाई मैले यति बेचेर यति पैसा हुन्छ म यहाँ पछि यो कम्युनिटीमा बस्दिनँ भन्ने उसको उद्देश्य थियो त्यो मान्छे मैले कम्युनिटीमा पछि देख्न पाइएन भन्दै थियो होइन साथीहरूले त्यो हुँदाखेरि उसको त उद्देश्य हुँदाखेरि उसको ठग्ने नै उद्देश्य होइन उसले ठग्यो तर ऊ गयो तर त्यस्तो पर्दाखेरि के हुन्छ भने त नेगेटिभ भएर मान्छे हिँड्छ त जहाँ पनि भाग्ने भन्दा अरू उपाय के हुन्छ र त्यो पनि नेपालबाट आउने बित्तिकै के हुन्छ भने फेरि उसलाई नेपाली देख्यो भने यो त मेरै हो भन्ने हुन्छ होइन नेपाली हो यसले केही गर्छ भन्ने हुन्छ अनि जो यहाँ बसिरहेछ वर्षौँदेखि उसको लागि त्यो माइने राख्दैन ऊ त होइन त्यसले गर्दा त्यहाँ अलिकति कन्फ्लिक्ट भएर त्यो चाहिँ हुनेछ जस्तो त्यस्तो मान्छेहरू नियत भएको मान्छेहरूले चाहिँ अब यो मान्छेमा कमजोरी के छ त्यो कमजोरी अनुसार अरूले बेनिफिट लिने चाहिँ त्यो देखिएको छ अब हामीले त्यही गाडी किन्दा हामीले देख्यौँ होइन र कम्युनिटीमा एउटा कुरो चाहिँ के हो भने सबै एकै किसिमका सबै राम्रो मान्छे भयो भने कम्युनिटी चल्दैन होइन कोही मान्छे फटा हुन्छ कोही मान्छे के हुन्छ कोही मान्छे पढ्छ अनि कोही मान्छे चाहिँ ठोकिन्छ अनि भनौँ न आगो बाल्दा पनि हामीले ठोसेर फुक्यौँ भने मात्रै बल्छ नि त त्यस्तै होला जस्तो लाग्छ कहिले चाहिँ म होइन सबैजना एकदमै राम्रो सही भयो भने त फेरि हाम्रो दिमागले के गरी सोच्ने के गरी छुट्यो भने दिमाग पनि त काम गर्नु बन्द गर्छ काम गर्न बन्द गर्छ होला मलाई त्यही लाग्छ कहिलेकाहीँ चाहिँ हेर है अब सबैजना जस्तो ध्यान गर्ने भन्छन् कोही के गर्ने भन्छन् होइन अब जस्तो सबै ध्यानी भयो भने काम कसले गर्ने होइन अब सबै काम गर्ने भयो भने अब त कामलाई कहाँ राख्नु होइन सबै कुरा मेन्टेन गर्न चाहिँ परिस्थिति अनुसार जस्तो छ त्यही अनुसार चल्दा नि राम्रो हुन्छ जस्तो अब जस्तो कहिले काम गर्ने बेला आयो भने काम गर्ने होइन आफूले बस्ने समय आयो कसैलाई हेल्प गर्ने समय आयो भने हेल्प गर्ने होइन जसरी खुसी हुन्छ त्यो गर्ने हो ल भाइ पहिले कहाँबाट यहाँ आइपुग्नु त्यो भन्नु त म चाहिँ 2013मा न्युयोर्क आएँ न्युयोर्क आइसकेपछि त्यहाँ लगभग 5 महिना जति त्यहाँ बसेँ म चाहिँ न्युयोर्कको जेएफके इन्टरनेसनल एयरपोर्टमा आएपछि हाम्रो टङ्का दिदी अनु दिदी हुनुहुन्थ्यो मतलब उतै गाउँबाटै चिन्नु उहीँ हुनुहुन्थ्यो दिदी लिन आउनुभयो म दिदीसँग बसेँ भनौँ न दिदीकै उहाँकै घरमा बसेँ म अनि त्यहाँ चाहिँ परिवारमा चाहिँ दिदी बिनाजु भान्जी हुनुहुन्थ्यो अनि हाम्रो रुममेटमा चाहिँ एकराज गौतम भन्ने हाम्रो मामा हुनुहुन्थ्यो एकराज गौतम मामा पहिलो जब चाहिँ ग्यास स्टेसनमा काम गरेँ मैले त्यो चाहिँ इन्डियनको थियो बोला मार्केट भन्ने धेरैवटा ग्यास स्टेसन थिए तिनीहरूका अनि त्यहाँ चाहिँ हाम्रो ओम सुवेदी भन्ने एकजना बिनाजु हुनुहुन्थ्यो बिनाजु हुनुहुन्थ्यो उहाँले चाहिँ उहाँसँग जाने आउने गर्थेँ जहाँ खाली हुन्थ्यो त्यहीँ पठाउँथ्यो मलाई वरिपरि नै थियो नर्मल धेरै पर थियो अब अन्त जानु पर्दा चाहिँ बस चढेर जानु पर्थ्यो बस चढेर जाँदा चाहिँ बसमा चाहिँ अब कहिलेकाहीँ के हुन्थ्यो भने अब त स्टेसन थाहा हुँदैन थियो अनि स्टेसन चाहिँ पहिल्यै छिट्नु पर्ने हुँदो रहेछ बटन अन्त नछित्दाखेरि चाहिँ भुलेर कतिपय अर्को स्टेसनमा गएर फेरि बस चेन्ज गरेर फेरि हराएर कतिचोटि हराएको छौँ पहिलोचोटि त्यस्तो भएको छ अनि मैले त्यसपछि चाहिँ दोस्रो चाहिँ त्यो भएपछि त्यो अलिकति टाढा थियो 7-11 को काम पाएँ त्यहाँ चाहिँ एकजना अर्को साथी पनि हुन्थ्यो आशिष घिमिरे भन्ने हामी काम गर्थ्यौँ सँगै त्यसपछि चाहिँ मलाई मेरो भगाइमा चाहिँ मैले एनालाइसिस गरेँ रस एउटा त न्युयोर्कमा लाइफ एकदमै रस अर्को एक्सपेन्सिभ
अनि मैले चाहिँ अब धेरै वर्ष काम गरेका मान्छेहरू पनि 6 दिन चाहिँ 12 घण्टा जसले लगभग मसँग बस्ने जुन कमिटीमा बस्थेँ सबै काम गरेको देखेँ र लाइफ चेन्ज खासै नेपालभन्दा चाहिँ बिजी मात्रै हुने काम देखियो। सेभिङको हिसाबले सेभिङ देखिएन खासै होइन। फेरि बिहे पनि भएको थिएन त्यतिखेर तपाईँको? बिहे भएन, बिहे भएको थिएन। अनि त्यसपछि म चाहिँ होइन नेपालै जान्छु भनेर टिकट पनि काटेँ एकचोटि त टिकट। त्यो चाहिँ घुमेर आउँछु भनेर काट्नुभयो कि एकछिन फ्रेस होइन अब फर्किने भनेर नेपालमै काम गर्छु, काम गरिरहेछ भनेर जागिर पनि छोडेको थिएन त्यो बेला। यो कुरा चाहिँ मैले राजन काफ्ले दाइ चाहिँ हामी नेपालमै भेट हुँदाखेरि उहाँहरू पनि त्यही लटमै यहाँ आउनु भएको थियो 13 मै। अनि 13 मा आउँदाखेरि चाहिँ अनि उहाँले चाहिँ नजानु म यहाँ दाइलाई भन्छु भन्नुभयो। अनि बालकृष्ण दाइ हुनुहुन्थ्यो, बालकृष्ण दाइलाई नेपालमा चाहिँ भेट भएको थिएन, मेरो भेट हुने अवसर पाएको थिएन। म काठमाडौँ आउँदा उहाँ यता आइसक्नु भएको थियो, सम्पर्क गराउनु भयो। त्यसपछि बालकृष्ण दाइसँग चाहिँ सम्पर्क भएपछि दाइले चाहिँ ल यता आउनु, यहाँ चाहिँ पारिवारिक व्यापार बिजनेस छ, सजिलो हुन्छ, हामी फ्यामिली पनि छौँ भनेर भन्नुभयो। अनि त्यसपछि म त्यहाँ आएपछि म लुजियाना जाने निर्णय गरेँ र लुजियानाको चाहिँ मनरोडमा छ व्यवसाय। दाइको धेरैवटा व्यवसाय छ अहिले, बालकृष्ण दाइको अहिले पनि धेरैवटा व्यवसाय गर्नु भएको छ। त्यो बेलै धेरैवटा थियो, कति 7-8 महिनामा। अनि म नेपाल गएँ बिहा गर्नलाई। अब चाहिँ उहीँ बस्छु भन्ने भएन? अब चाहिँ भएन, किनभने पारिवारिक पनि भयो नि, दाइहरूको परिवार थियो, परिवारमा बस्ने गर्ने। अब चाहिँ बिदा भएको बेला परिवारसँग बस्ने। न्युयोर्कमा हुँदा चाहिँ परिवार थियो, तर किनभने काममा गयो आयो अनि एक्लो जस्तै हुन्थ्यो, अलि बिजी थियो, सबैजना धेरै काम गर्थे। अनि कसैलाई दिन टाइम थिएन भने त्यहाँ चाहिँ यस्तो भयो भने भनेर आफ्नो किसिमले काम गर्नु पनि पाइयो। अब बिहा गरेर आउनु पर्यो भनेर नेपाल गएँ। अनि नेपाल गएर नेपाल जाँदा पनि बिहा गर्नलाई 2-4 जना यहाँबाट ल हुन्छ कि जस्तो हेरेर गएको थिएँ, त्यो मिलेन, हेराउँदा मिलेन। अनि त्यसपछि कुन्तीसँग चाहिँ नि 1 हप्ताको अन्तरालमा भनौँ न ल पर होइन, मेरो साथीले चाहिँ एकजना छ भन्ने कुरा भयो। अनि ल त भेटौँ भन्यो, गएर हेरेपछि 10 मिनट कुरा भयो। अनि ल के गर्ने भन्ने कुरा हो, ल भोलि बिहा टिका लाऊँ भनेर भोलिपल्ट टिका लाएर 1 हप्ताभित्र बिहा गरेर अनि सबै व्यवस्था गरिदिएर अनि फेरि फर्केँ। त्यो देख्ने बित्तिकै एकदमै झ्याप्पै हाम फालिहालौँ जस्तो भयो कि ओहो मसँग समय छैन फर्किनुपर्छ भनेर चटार भयो, के भयो त? होइन, त्यो बेला चाहिँ कस्तो भयो भने त्यो बेला दसैँ पनि थियो, दसैँ मान्न गएको खास होइन, एउटा क्राइटेरिया बनाएर गएको थिएँ मैले। अब यतिको भयो भने चाहिँ यस्तो मान्छे मलाई चाहिन्छ भनेर भनौँ न। अब आउनु त आएँ, धेरै आएँ, तर अब अरू चाहिँ जता आएँ त्यतै गएँ। अनि कुन्तीसँग चाहिँ त्यो भोलिपल्ट के अरे ल हामीले हेऱ्यो, साथी हुनुहुन्थ्यो एकदम सुदर्शन दाहाल भन्ने, मेरो अङ्कल पनि पढ्नुहुन्छ। अनि उहाँले चाहिँ ल के गर्ने भन्ने कुरा भयो, ल त्यसो भने भनेर 10 मिनटमा हाम्रो बिहाको तयारी भएर बिहा भयो। बिहा भइसकेपछि अनि म फर्केँ। अलिकति त्यो न्युयोर्कको बसाइको चाहिँ अलिकति डिपमा छिरौँ होइन। सबै चाहिँ अब अमेरिका जाने, अमेरिका भएपछि न्युयोर्क जाने भन्छन्। म पनि गएको छैन होइन, मलाई बस्नु पाए चाहिँ न्युयोर्कै बस्नु पाए हुन्थ्यो। म चाहिँ यसो अलिअलि पैसा जम्मा भएपछि त्यहीँ गएर बस्छु भन्ने माइन्डमा आउँछ कि सबैजना न्युयोर्क जान्छन्। अब तपाईँलाई चाहिँ त्यही न्युयोर्कले झन्डै नेपालले लगेको छ है। न्युयोर्क छोडेर अन्त तपाईँ अब लुजियाना गएपछि मात्रै अमेरिका बस्छु भन्ने तपाईँले सोच्नु भएछ होइन। न्युयोर्कले तपाईँलाई किन लखेट्यो क्या, जानु न। न्युयोर्कमा चाहिँ एउटा के थियो भने, एउटा त फर्स्ट टाइम थियो, किनभने म नेपालबाट आउने बित्तिकै अलट अफ चेन्जेस, नेपालको लाइफ स्टाइल र न्युयोर्कको लाइफ स्टाइल भनेको त अलट अफ कहाँ थियो। अनि त्यो हुँदाखेरि त्यसले पनि होला अलिकति असर गरेको। अर्को कुरो चाहिँ त्यतिखेर चाहिँ के हुँदो रहेछ भने अलिकति फ्यामिली मिसिङ पनि हुँदो रहेछ है। मैले केही पाउँछु भन्दा पनि मैले कति कुराहरू गुमाएँ, सबै कुराहरू चाडबाडदेखि लिएर सबै कुराहरू गुमाएँ होइन। के छ र पैसा कमाउने गर्ने भनेको त आफूलाई आवश्यकता अनुसार कमाउने हो कि जस्तो पनि लाग्यो। अनि त्यो हुँदाखेरि अनि दोस्रो चाहिँ साथी भाइहरूसँग चाहिँ कम्प्लिटली टुट्यो कि। अब कस्तो भने एकदम बिजी हुने,
जस्तो काममा पनि फोन उठाउनलाई लगभग पाइँदैन जस्तै हुन्थ्यो। अब कति गर्ने त, काम गर्दाखेरि मान्छे अगाडिदेखि आइरहेछन् होइन, सबै 12 घन्टाले काम गरिरहेछन्, अरू कुरा केही गरेका छैनन् होइन। अनि त्यो हुँदाखेरि अब काम गर्ने गोल चाहिँ भोलि घरै किन्ने भयो भने त काम काम गर घर किन्न सिद्धियो होइन। अनि त्यो हुँदाखेरि त मैले देखिनँ, मैले वे आउट चाहिँ देखिनँ, किनभने जिम्मेवारी पनि बढी थियो, किनभने मेरो बिहा गरेकै थिएन, बिहा गर्नुपर्ने थियो बिहा गर्नु पर्ने थियो। अनि बिहा पनि गर्नुपर्ने, अब फ्यामिलीलाई सस्टेन गर्नुपर्ने, परिवार थपिने भनेको चाहिँ मलाई पहिल्यैदेखि के लाग्थ्यो भने परिवार चाहिँ थपिएपछि जिम्मेवारी थपिन्छ। काम गरेर आयो कोहीसँग लिङ्क पनि छैन। नेपालमा भयो भने त एउटा जुन काम गरिरहेको थिएँ भनौँ न सबैले चिन्थे, अब एउटा कुरा थियो, सबै कुराहरू घरमा पनि पारिवारिक हिसाबमा पनि सबैसँग एट्याच हुन्थ्यो नि त। त्यो कुराहरूले गर्दाखेरि चाहिँ मलाई खास गरी न्युयोर्क छोड्नु परेको। झन् त न्युयोर्कको भिडमा तपाईँले आफूलाई एक्लो फिल गर्नुभयो। एक्लो फिल मान्छे हुनु पनि हो, जहाँ भिड हुन्छ त्यहाँ एक्लै हुन्छ क्या होइन। तर त्यो बेला मैले त्यहाँ छोडेर उता जाने निर्णय गरेँ, त्यो चाहिँ सही थियो, सही नै भयो जस्तो मलाई फिल हुन्छ। हुन त म हरेक कुराहरू पहिला गरेका कुराहरू राम्रो भए पनि जेसुकै भए पनि पछाडि पहिला गरेको कुरालाई म यसो भयो राम्रो हुन्थ्यो भन्ने चाहिँ म कहिले पनि गर्दिनँ होइन। अब गर्नेलाई बेटर गर्ने हो, पहिला जे गरियो भन्ने लाग्छ। त्यसपछि चाहिँ कुन्तीको पनि भयो। अनि उनी आइसकेपछि उनले 4 महिना जति इक्जाम प्रिपरेसन गरिन्। त्यसपछि उनको चाहिँ लाइसेन्स निक्लियो नर्सिङको। अनि नर्सिङको लाइसेन्स निक्लिसकेपछि चाहिँ के थियो भने उहाँको चाहिँ हामीले हाम्रो अनुदिदीबाट चाहिँ हेल्प पाएर मैले न्युयोर्कबाट एप्लाई गरेको थिएँ। न्युयोर्कबाट एप्लाई गर्दा चाहिँ के फाइदा थियो भने ऊ नेपालमै हुँदैखेरि सबै कुराहरू यहाँ प्रोसेस त कम्प्लिट भइसकेको थियो, इक्जाम दिन मात्रै बाँकी थियो कि। अनुदिदी भनेको चाहिँ हाम्रो म जहाँ बसेको थिएँ उहाँले, त्यो चाहिँ हामीले यहाँ टेक्ससमा ट्रान्सफर गर्न चाहिँ सजिलो भयो न्युयोर्कबाट। तर लुचिना ट्रान्सफर गर्ने प्रोसेस चाहिँ अलिकति गाह्रो भयो। त्यो बिचमा चाहिँ हाम्रो विमल बराल दाईहरू, बाबु गिरी अनि सुजाताहरू यहाँबाट घुम्न जानुभएको थियो लुजियाना। उहाँहरू जानुभएको थियो, ल एकचोटि ट्राई गरौँ त के रहेछ भनेर एकचोटि गएर आऊ न त भनेर यहाँ पठाएको थिएँ मैले। पठाउँदाखेरि चाहिँ यहाँ चाहिँ काममा चाहिँ भनौँ नर्सिङ होममा चाहिँ उनले इन्टरभ्यू दिँदाखेरि भोलिदेखि काममा आइज भनेर भनिदिन्छ। अनि त्यसपछि चाहिँ हामी दुईजना चाहिँ 6 महिना चाहिँ ऊ यता बसिन्, 6 महिना म उता बसेँ। हामी दुईजना सेपरेट भएर 6 महिना त्यसरी गरियो। म चाहिँ शुक्रबार यहाँ आउँथेँ, शुक्रबार बेलुका ड्राइभ गरेर यहाँ आउँथेँ भने आइतबार चाहिँ यहाँबाट फर्किन्थेँ उता। त्यतिखेर तपाईँ चाहिँ लुजियानामा स्टोरमा हुनुहुन्थ्यो, अनिखेर भाउजू चाहिँ यहाँ नर्सिङ होममा काम गरेर बस्नुभएको थियो। भनेपछि तपाईँले लुजियानामै हुँदाखेरि विवाह गर्नुभयो, अनिखेर भाउजूलाई बोलाउनको लागि एप्लाई चाहिँ होइन लुजियाना हुँदै सबै डकुमेन्टेसन सबै गरेँ। तर उनको त्यो स्टडीको लागि चाहिँ के अरे त्यो डकुमेन्टको प्रोसेस के अरे पढाइको डकुमेन्टको प्रोसेस चाहिँ न्युयोर्कबाट गरेको थिएँ। किनकि त्यहाँबाट सजिलो भयो, लुजियानाबाट अलिक गाह्रो हुने रहेछ। त्यहाँ गरेको भए सबै थाहा भयो भएर म जति पनि मान्छे भेटेँ मैले हेल्प पाउने भनौँ न यति हेल्प पाएँ कि मैले। किनभने जब न्युयोर्क आएँ, न्युयोर्कमा एउटा घर फिल गरेर बसेँ, मलाई के चाहिए के भएदेखि दिदीहरूले सबै कुरा गर्नु हो होइन। उहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि हाम्रो मामा हुनुहुन्थ्यो, उहाँ पोजिटिभ हुनुहुन्थ्यो, उहाँ पढ्नुहुन्थ्यो, त्यो बेला पढ्नुहुन्थ्यो। अनि मैले चाहिँ त्यो बेला पढाइ इम्पोर्टेन्ट हो भन्ने चाहिँ मलाई हुन त पहिल्यै लाग्थ्यो नेपालमा कतिपय। किनभने काठमाडौँ आउँदाखेरि अब हामीलाई त बस्ने ठाउँ फी गर्दाखेरि गाह्रो हो नि त, गाह्रो हो। राम्रो सङ्गत पाएँ, सबैको एउटा पोजिटिभ सहयोग पाएँ। अमेरिका आइसकेपछि सङ्गतको कुरा गर्दाखेरि नेपाल र यहाँको वातावरण त पक्कै फरक छ होइन। सबै मान्छेहरू व्यस्त हुन्छन् यहाँ, अनि अरूको बारेमा त्यति साह्रो सोच्ने फुर्सद पनि हुँदैन कि। तपाईँ कसैकोमा नेपालबाट आउनुभयो, तर ऊ पनि त व्यस्त हुन्छ है, तपाईँलाई धेरै टाइम दिन सक्दैन। सायद त्यसैले पनि होला या अरू केही कारणले होला, जसलाई चाहिँ स्पोन्सर गरेर नेपालबाट बोलाएको छ यहाँ अनि आफूसँग राखेको छ। अब बिस्तारै अब समयको अन्तरालमा चाहिँ
उनीहरूको सम्बन्ध अलिकति चिसिँदै गएको मैले देख्छु क्या। अब म कामतिर जाँदा गर्दा यसो साथीहरूसँग कुरा गर्दा पनि उनीहरूको जहाँ पहिले आएका थिए नि उनीहरू त्यहाँ चाहिँ उनीहरूको त्यति साह्रो राम्रो सम्बन्ध छैन क्या होइन, देखिँदैन। मतलब केही समस्याहरू केही गुनासाहरू रहेको देखिन्छ। तपाईँ चाहिँ यस कुराबाट बच्नुभएको छ, यो चाहिँ राम्रो पोइन्ट हो है। फेरि यसमा चाहिँ यस्तो छ, यसमा चाहिँ यस्तो छ, अब सुरुमा नेपालबाट आउँदाखेरि के हुन्छ भनेदेखि यहाँ भएको मान्छेसँग हाई एक्सपेक्ट हुन्छ। राइट, यसो गर्दिन उसो गर्दिन, जो गर्न चाहिँ धेरै गरिरहेको हुन्छ यहाँ हुने मान्छेले होइन। तर नेपालबाट म आउँदा पनि यहाँ आउँदा पनि यस्तो भइदियो हुन्थ्यो, उसो भइदियो हुन्थ्यो, यसो लगिदियो हुन्थ्यो, काममा लगिदियो हुन्थ्यो अथवा के भन्ने हुन्छ होइन। ती कुराहरू चाहिँ गाह्रो छ। जस्तो मान्छे 12 बजे कामबाट फर्केर हुन्छ होइन, बिहान उठेर 4 बजे उठेर कसैलाई काममा लाउनु चाहिँ त अलिक गाह्रो कुरो हुन्छ। ती कुराहरू अलिकति दुई पक्षले मेरो कारणले उसलाई गाह्रो भयो कि भन्ने चाहिँ अलिकति सोच दियो भनेदेखि त्यो रिलेसन चाहिँ बिग्रिँदैन जस्तो लाग्छ मलाई है। त्यही पनि गरेका पनि हुन्छन् क्या, कतिजना त रातभरि नसुती पनि हेल्प गरेका हुन्छन् क्या। मैले त्यो देख्छु पनि देखाएको छु। अब त्यो चाहिँ कस्तो सोध्नुपर्छ भनेदेखि मैले त्यहाँ जाँदाखेरि मैले यदि पाएँ भने होइन, मैले अर्कालाई गर्नु पर्यो भने कति गर्छु भनेर त्यो कम्पेयर गर्यो भने चाहिँ त्यसमा दुःखी कहिल्यै पनि हुनु पर्दैन। कसैले आफूलाई केही गर्यो भनेदेखि उसका ठाउँमा बसेर आफूलाई हेरियो, उसले कति गर्नुपर्ने थियो कति गर्यो भनेर हेरियो भने चाहिँ कहिले पनि दुःख मनाउ गर्नुपर्छ जस्तो मलाई लाग्दैन। अब मेरो केसमा चाहिँ के थियो भने मैले जति सोचिरहेको थिएँ त्योभन्दा धेरै भयो है। किनभने म न्युयोर्क आउँदाखेरि मलाई आर्थिक समस्या पनि परेन, सामाजिक समस्या पनि परेन। अलरेडी सामाजिक व्यक्तित्वहरू हुनुहुन्थ्यो होइन। मैले त जिरोबाट गर्नुपर्ने थियो होइन। किनभने मेरो साथी बनाउनुदेखि लिएर सबै कुरादेखि लिएर मैले जो हुनुहुन्छ, जस्तो दिदीकै माध्यमबाट सबै साथीहरू पनि त्यहाँ होइन, सबैबाट हेल्प पाइयो। एउटा कुरा चाहिँ के रहेछ भने सबभन्दा राम्रो कुरो चाहिँ राम्रो पक्ष चाहिँ उहाँहरूले मलाई जति गर्नुभयो त्यो कुरा चाहिँ मैले चाहिँ अरूलाई गर्नुपर्छ जस्तो लाग्छ मलाई होइन। अब जस्तो उहाँहरूलाई रिटर्न गर्ने जस्तो मैले कसैलाई गरेँ भने मलाई रिटर्न गर्नु पर्दैन कि होइन। मैले अर्कोलाई गर्नुपर्छ, उनीहरूले मलाई गरेको थियो भने मैले अर्कालाई गर्नुपर्छ र मैले गरेपछि अर्काले रिटर्न दिनुपर्छ भन्ने त्यो सोचियो भने चाहिँ रिलेसनहरू बिग्रिन्छ र त्यो चाहिँ बिगार्नु हुँदैन जस्तो लाग्छ मलाई। मेरो सोच पनि त्यस्तै हो होइन। मैले पनि राम्रो पाएँ अनिखेर अर्कोलाई कसैलाई चाहिँ राम्रो गरौँ भनेर मैले सोच्न त सक्छु, तर द्याट्स अ डिफ्रेन्ट काइन्ड अफ पार्ट कि म गर्न चाहिँ सक्दिनँ फेरि। के गर्ने, पहिलो प्राथमिकता चाहिँ कसैलाई गर्दाखेरि आफू खुसी हुने तरिकाले गर्ने है र अर्कालाई दुखी नबनाउने तरिकाले गर्ने होइन। अब तपाईँ खुसी हुँदाखेरि तपाईँ राम्रो हुँदाखेरि अर्काको राम्रो गर्दा पनि अरू बेखुसी हुन्छ भने त आफूसँग त्यो रिलेटेड भएन होइन। जुन कुरा आफ्नो हातमा छ त्यसको बारेमा चिन्ता लिने, अब अरूको हातमा भएको कुराको बारेमा चिन्ता लिएर चाहिँ के काम भएन नि। अब आफू जति गर्दा पनि कोही मान्छे बेखुसी हुन्छ भने त बेखुसी हुनु त उसको कुरा हो, आफूले गर्ने कुरा त कर्तव्य त गर्नु पर्यो नि त। र आफूलाई बेखुसी आफूलाई हार्म हुने गरी गर्नु भएन होइन। आफूलाई हार्म हुने गरी अब अर्काले भन्छ भन्दैमा अर्कालाई खुसी पार्नलाई आफूलाई हार्म पारी अर्कालाई खुसी मात्रै पाएर भने आफू दुखी भयो होइन। आफू दुखी नहुनु पर्यो, आफू दुखी नहुने गरी उसलाई पनि दुखी नबनाउनु पर्यो होइन। अब आफू दुखी पनि अर्कालाई त सुखी त कसरी हुन्छ त, त्यो त टिक्दैन नि। लामो समय होला, सर्टेन टाइम होला, तर धेरै समय चाहिँ टिक्दैन। अब फ्यामिली हुन्छ, फ्रेन्ड हुन्छ, अरूलाई सुख बनाउनको लागि अब तपाईँ कति समयसम्म दुःख मानेर बसिरहने होइन, हुँदैन। परिवारमै पनि त्यही हो। परिवारमा पनि यो मान्छेले यो गरेको छ है भन्ने कुरा बुझिएन अनि यसले गरेन भनेर खेदो खन्यो भने त्यो मान्छेलाई मैले जति गरे पनि हुने रहेछ भन्छ, झन् उसले लत्तो छोडिदिन्छ कि ए गर्दैछ गरेको राम्रो छ ल मैले गर्नुपर्ने केही छ भनेर अलिकति आफूले चाहिँ अप गर्न खोजियो भने मान्छेलाई होइन, पोजिटिभ अप गर्न खोजियो भने उसले अभियसली राम्रो गर्छ क्या। जो कुरा केटाकेटीलाई पनि ल तैँले राम्रो गरेछ ल यो गरेछ ल 2-4 बिग्रेछ अब यसलाई अर्कोचोटि बनाउनु पर्छ भन्यो भने उनीहरूले राम्रो गर्छन्। तैँले यस्तो रहेछ तैँले यो बिगारेछस् भनेर भन्यो भने अर्कोचोटि छेउमै पर्दैन। त्यो हुँदाखेरि चाहिँ म ती कुराहरू चाहिँ आफू अनुसार भर पर्छ। लुजियानाको एक्सपिरियन्स चाहिँ कस्तो भयो तपाईँलाई? लुजियानाको वातावरण एकदमै राम्रो छ। अहिले पनि मलाई जहाँसम्म लाग्छ म भनौँ न हामी वर्षमा एकचोटि जान्छौँ।
हामी जान्छौँ। अनि जाँदाखेरि चाहिँ आधा बाटा गएपछि नि भनौँ न उताको धेरै आनन्द आउँछ। मन चञ्चल हुन्छ। त्यहाँ चाहिँ भनौँ न अब हामी काठमाडौँ बस्दाखेरि ओल्डोमा घर जाँदाखेरि मोलुङ लाग्ने बित्तिकै ए ल घर आयो भने जस्तो हुन्थ्यो। यहाँ पनि अहिले मलाई त्यस्तै हुन्छ। त्यस्तो फिल हुन्छ मलाई अझै अहिले पनि हुन्छ। अहिले पनि हामी सिरपोट कटेर उता जाने बित्तिकै ड्राइभिङ गरेर हामी जान्छौँ। सिरपोट गरेर चाहिँ हो ल आइयो है अब चाहिँ भने जस्तो त्यो फिलिङ हुन्छ। अहिले पनि हुन्छ। हामी बस्छौँ 2-3 दिन बस्छौँ अनि त्यसरी आउँछौँ। त्यहाँ चाहिँ मलाई एकदमै माया छ। मलाई त्यो ठाउँ लगभग छोड्न मन छैन। खास गरी भन्यो भने अब चाहिँ अलिकति रिटायरमेन्ट चाहिँ जस्तो त्यतैतिर गएर एउटा फ्यामिली अब जहाँ बसे पनि उतै रहेछ होइन। 2-4 मिल्ने फ्यामिली भयो भने त जहाँ बसे पनि उही नै हो। मेन त फ्यामिली अनि फ्रेन्ड सर्कल हो। अनि त्यो हुँदाखेरि चाहिँ त्यो भयो भने त त्यता भयो भने मलाई आनन्द आउँछ। अब जस्तो यहाँ अहिले रस लाग्छ मलाई। यहाँ अहिले चाहिँ जस्तो कहीँ निक्लिनु पऱ्यो भने गाडीमा जानु पऱ्यो होइन। अलिक टाढै हुन्छ नि त यहाँ होइन। जाम हुन्छ होइन। भनेको टाइममा चाहिँ निक्लिनु पऱ्यो भने पुगिँदैन। ती कुराहरू अलि रस हुन्छ। अलि रस लाग्छ। अब त्यहाँ गयो भने चाहिँ आनन्द लाग्छ मलाई। अनि तपाईँलाई न्युयोर्क एकदमै रस लाग्यो। त्यहाँ चाहिँ आफ्नो पर्सनल लाइफै सम्हाल्नु परिस्थितिले किनभने लाइफ टोटली चेन्ज भयो। अनि त्यसपछि हुन त रसै छ त्यो। अहिले पनि रस छ। अहिले पनि हामी गयौँ भनेदेखि अलिकति भनौँ अलिक बढी काम गर्नुपर्ने हुन्छ होइन। मर्गेज तिर्नलाई बस्नलाई अब खानेकुरा पनि यहाँभन्दा महँगै छ होइन। अब कहीँ गइयो भने पनि घुम्न गइयो भने पनि सबै कुराहरू हेर्दाखेरि त होइन। अब जस्तो गाडी नि पार्किङ गर्नु पर्यो भने पार्किङ गर्न ठाउँ पाइँदैन होइन। पार्किङ गर्नलाई सहरतिर जाँदाखेरि पार्किङ राख्न गाह्रो हुन्छ। अनि ती कुरा गर्दाखेरि अलि रसै लाग्छ मलाई त। सोसाइटी कनेक्ट हुने कुरामा पनि त्यहाँ त अलिकति कमजोरी नै होला जस्तो लाग्छ क्या न्युयोर्कमा। सबैजना रस भएपछि त कम्युनिटीमा फ्रेन्ड सर्कलमा यताउता त्यो पनि त कम भयो नि त होइन। त्यहाँ चाहिँ जो मान्छेहरू अलिक सक्षम छन् अलिक कमाइ राम्रो हुन्छ उहाँहरूले सर्भिस चाहिँ राम्रो दिनुहुन्छ होइन। जस्तो कम्युनिटीमा परेको बेलामा जाने हेल्प गर्ने त्यो चाहिँ छ। त्यो चाहिँ म आउँदाखेरि मैले भनौँ न अनुभव गर्दाखेरि कोही मान्छेलाई केही पर्यो भने कसको मिल्छ टाइम मिलाएर हेल्प गर्ने चाहिँ एकदमै धेरै छ। त्यहाँ राम्रो छ। त्यहाँ चाहिँ एउटा बोन्डिङ चाहिँ राम्रो छ। किनभने बोन्डिङ राम्रो हुनलाई अलिकति रस भएर पनि होला। किनभने मान्छेहरू धेरै भेटघाट हुने हो भन्यो भने अब हामी नेपाली हो अलिक कुरा काट्ने त्यस्तो चल्न सक्छ होइन। त्यो गरेर पनि हो कि अब अथवा म राम्रो कम्युनिटीमा बसेर पनि हुनसक्छ होइन। अब त्यो भएर होला। यता लुजियानापट्टि चाहिँ अब टोटली फ्यामिली टाइप भयो होइन। काम गऱ्यो आयो अब फ्यामिली हिसाबले बस्यो। त्यो हुँदाखेरि मलाई त्यति उ भएन। अब यहाँ आउँदा चाहिँ अब डाँडासम्म आउँदा चाहिँ हामी चाहिँ यहाँ बस्न थालेपछि यहाँको कम्युनिटी पनि हाम्रो राम्रो थियो। सबैजनाहरू त्यो बेला आउँदा र अहिले हेर्ने हो भने त त्यो बेला चाहिँ धेरै बोन्डिङ थियो। किनभने सबैले खोज्थे सबैले थियो। किनभने अलिकति हाम्रो ग्रुपमा चाहिँ केटाकेटी कम थिए होइन। अनि त्यो हुँदाखेरि टाइम अलिकति निकाल्न सजिलो हुन्थ्यो। ल यसो गरौँ है यहाँ घुम्न जाउँ है भन्दाखेरि जानलाई सबै थियो। अब त्यसपछि चाहिँ किनभने परिवार पनि बढ्दै गए होइन। अब मान्छेहरू परिवार पनि बढ्दै गए अनि केटाकेटी पनि थपिँदै गए। अनि अर्को कुरो हामीलाई त्यो बेला लाग्थ्यो अलिकति फरक ठाउँ अलि भयो भने ठुलो घर भयो भने त्यहाँ गएर चाहिँ अब रमाइलो गर्नुपर्छ है भन्ने लाग्थ्यो। जब मान्छेहरूले घर लिन थाले झन् एक्लै भयो कि बच्चा भयो अब कामको बोझ थपियो है। घर लिएपछि अब वाइडमा गयो नि त। पहिले सँगै जस्तो हुन्थ्यो होइन। अपार्टमेन्टमा बस्ने र घर लिनेमा चाहिँ अलिक फरक पनि हुँदो रहेछ। अपार्टमेन्टमा बस्दाखेरि चाहिँ अब सबै फ्रेन्ड सर्कल नजिकै भयो निक्लिन भेटिन्थ्यो। अब अहिले चाहिँ त्यो बेला त लाग्थ्यो नि त हामीलाई अब त्यो भयो भने घर भयो भने त्यहाँ जाउँला भनेर। त्यो चाहिँ अलि हुँदो रहेछ। घर नजिकै भए पनि त्यो साह्रो गइरहनलाई नसकिने क्या नमिल्ने भनौँ न। सबैको टाइम पनि मिल्दैन केही पनि मिल्दैन नि। त्यसले गर्दा अनि यहाँ आउँदाखेरि मलाई अनुभव छ के अरे 2020मा चाहिँ हिउँ पर्यो है। त्यो बेला हामीले त्योभन्दा अगाडि अब लगभग पातलो हिउँ थियो। त्यो बेला बाक्लै हिउँ पर्यो होइन। बत्ती पनि गयो। त्यो बेला बाबुराम दाई चाहिँ घर सर्नु भएको थियो। उहाँको पनि बत्ती गयो तर ग्यासबाट चाहिँ पकाउन मिल्यो।
दाइले हामीलाई त्यो बेला धेरै सहयोग गर्नुभएको छ, उहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु है। विमल दाईहरू हुनुहुन्छ, विमल दाई पनि धेरै सोसियल हुनुहुन्छ, धेरै पोजिटिभ हुनुहुन्छ। उहाँहरू सबैजनाहरू पोजिटिभ हुनुहुन्छ, सबैजना जति पनि हुनुहुन्छ। रविन्द्र है, हामी यो टिममा चाहिँ सबैजना एकअर्कालाई पर्दाखेरि चाहिँ मिलेसम्म चाहिँ राम्रो टिम लाग्छ अहिले पनि। अनि मैले घर लिँदा पनि बाबुना दाले हेल्प गर्नुभएको छ, तपाईँले पनि हेल्प गर्नुभएको छ है। त्यसैले पनि हेल्प गर्नको लागि चाहिँ म सोसल सर्भिस गर्छु भनेर पोस्टर टाँसेर बाहिर अरूलाई देखाइरहनु पर्छ जस्तो चाहिँ मलाई लाग्दैन है। छैन, धेरै देखाएर चाहिँ मैले यसो गरेँ उसो गरेँ भनेर अब जति पनि मैले हेर्छु, मैले नेपालतिर पनि अलिअलि गर्नुपर्ने मान्छेलाई गरेको छु होइन। तर म कसैलाई पनि जुलाई गरेको त्यसलाई मात्रै थाहा हुन्छ, किनभने मलाई त्यो नाम चलाउनु नै छैन। मलाई पनि गर्न मन चाहिँ छ होइन। नेपालतिर पनि नर्मली बच्चाहरूको एजुकेसनको लागि चाहिँ अलिकति वर्षपछि थोरै यसमा बच्चाहरूको लागि एजुकेसनलाई चाहिँ भनेर, तर मेरो दिमागमा मात्रै छ, अहिलेसम्म गरेको चाहिँ छैन कि है। त्यसले त्यो चाहिँ यस्तो हेर्ने परिस्थिति हेर्ने, यो वाइड रूपमा अर्काले रिकमेन्ड गरेर जस्तो मिडियामा आएको मान्छेलाई सहयोग गर्ने धेरै मान्छे हुन्छन् होइन। किनभने त्यो चाहिँ मैले गरेको देखियोस् भनेर गर्ने मान्छेहरू हुन्। हाम्रो गाउँबाट पर चाहिँ यस्ता परिस्थिति हुन्छन् जुन कुरा चाहिँ हामीले थोरै गर्दा पनि धेरै हुन्छ है, धेरै हुन्छ। त्यो कुरालाई चाहिँ पब्लिस गर्नुपर्ने जरुरी हुँदैन। जब हामीले त्यस्ता कुराहरू गर्दै जान्छौँ गर्दै गएपछि आफै देखिन्छ कि, देखाउनै पर्दैन। हामीले देखाउन थाल्यौँ भने चाहिँ के हुन्छ भने हामी समस्यामा पर्छौँ। जस्तो म यो गर्छु भन्यो भने मसँग यति पैसा छ उति पैसा छ भन्यो मान्छेले, पढाइलाई निकाल्न सकेन, बाध्यता छ त्यो गर्नुपर्ने छ भने त त्यतिखेर धेरै नराम्रो धेरै मजा हुन्छ। अब यो मान्छेले गर्ला कि नगर्ला भनेर चाहिँ उसले चाहिँ प्रब्लम सल्भ राम्ररी गरिदियो भने त त्यो ठुलो कुरो हो नि त। र जहाँ जे कुरा पनि गर्दा, घरभित्र होस् घर बाहिर होस् जेसुकै होस्, साथीभाइ जोसुकै होस्, मलाई चाहिँ के लाग्छ भने कसको प्रब्लम चाहिँ इम्पोर्टेन्ट हो, त्यो प्रब्लम सल्भ गर्नलाई त्यो प्रब्लम सल्भ गर्ने अनि जाने। त्यो गर्दाखेरि के हुन्छ भने अरूको प्रब्लमलाई, आफूले मात्रै प्रब्लमलाई फोकस गर्यो भने एक्लै हुन्छ है। अरूको प्रब्लमलाई पनि फोकस गरेर सल्भ गर्यो भने चाहिँ अरू पनि आफूलाई साथ दिन्छन्, सहयोगमा सिचुएसनले निर्धारण गर्छ। अनि अर्को कुरो नियतले गर्छ होइन। कति पानीमाथि छु भन्ने चाहिँ आफू कति छु र मलाई कति चाहिएको छ, कसैको हाई एक्सपेक्ट चाहिँ गर्नै पर्छ भन्ने बाध्यता पनि हुनसक्छ होइन। अनि कति हेल्प गर्ने मान्छेहरूले पनि कतिपय चाहिँ यसलाई थाहा छैन, अब यो बाट चाहिँ भनौँ न यसलाई यो गरिदियो भने यो बेनिफिट हुन्छ भन्ने हिसाबले कसैले सहयोग गरेर आउँछन्। उनीहरूले चाहिँ जेनरल भन्दा व्यापार बढी गरेको चाहिँ मैले धेरै पाएको छु, देखेको छु, मैले अरूले देखेको छु। मलाई पनि पऱ्यो होला पर्न त, तर मैले त्यसलाई नेगेटिभ रूपमा मैले त्यो एनालाइसिस गरेको छैन होइन। तर त्यो चाहिँ अरूको हेर्दाखेरि होइन यस्तो नगरिदिएको पनि हुन्थ्यो, नगरिदिएको पनि हुन्थ्यो, यतिसम्म चाहिँ नगरिदिएको हुन्थ्यो भन्ने चाहिँ त्यो देख्नमा आउँछ। व्यापार गर्ने मान्छेहरू नि अरूलाई हेल्प गर्नुतिर लागेका छन्, अनि उनीहरूको धर्म भने त फेरि व्यापार पनि हो होइन। हेल्प गर्दाखेरि पनि उनीहरू त्यो माइन्डमा चाहिँ व्यापारै भएर अलिकति 2-4 पैसा चाहिँ मलाई पनि फाइदा हुन्छ ठिकै छ भनेर, अब नयाँ आउँदाखेरि त गाडी किन्नुपर्ने हुन्छ यताउता, त्यसको लागि पनि अलिकति मार्जिन राखेर क्या आफूलाई, किनकि उनीहरूको मेन धर्म त व्यापार व्यवसाय हो नि त। त्यो देखिन्छ है। त्यो चाहिँ परिस्थिति अनुसार हो। अब जस्तो बाध्यता भएको मान्छेहरूबाट त्यसरी हामीले काम गर्दैको भरमा कमिसन लिने त्यो भयो भने चाहिँ के हो भने खराब हुन्छ त। भोलिका दिनमा त मान्छेले ट्रस्टको लेभल हुन्छ, जुन ट्रस्टले कमाउने पैसा र अब आवश्यकता हुँदा त आफ्नो ठाउँमा छ होइन। फेरि त्यो मान्छे फेरि अब यो चाहिँ खाइहाल्यो भनेर भोलि पर्सि पर जाने पनि होइन, त्यो पनि यही सोसाइटीमा बस्छ होइन। उसले थाहा पाउँछ नि त यसले मलाई चाहिँ यसो गरेको रहेछ भनेर चाहिँ त्यही भएर पनि होला प्रायः अलिक पछि गएपछि कसैको सम्बन्ध बिग्रिने, नभए अरू कारण त हुँदैन। यहाँ सबै आफ्नो गर्ने हो, आफ्नै खाने हो। तपाईँ अनि यो टेक्सास आइसकेपछि कस्तो लाग्यो? अब यो हेरौँ, तपाईँ त न्युयोर्क पनि जानुभयो, लुजियाना जानुभयो, अनि लास्टमा टेक्सास आउनुभयो।
अनि अहिले यहीँ बसिरहनु भएको छ, राम्रो लाएर बस्नुभएको हो कि भन्न त अघि लुधियानातिर फर्किन्छु भन्नुभयो होइन, के कामले बस्नुभयो कि अब टेक्सास र बस्नको लागि चाहिँ पर्फेक्ट छ जस्तो लागेको छ के छ? होइन, टेक्सास बस्नलाई चाहिँ राम्रै छ होइन, राम्रो छ। किनभने यहाँ कम्युनिटी छ, एउटा ठुलो कम्युनिटी छ। अनि के भने यो ग्रोथ, अब जस्तो हाम्रो केटाकेटीहरूलाई अपर्च्युनिटी छ होइन, लिङ्क छ। त्यो हुँदाखेरि चाहिँ एउटा कम्युनिटी हिसाबले चाहिँ एकदम राम्रो ठाउँ हो होइन। गर्ने मान्छेले सबैलाई हेल्प गरिरहेछन् होइन, आफ्नो तरिका आफूसँग जे छ त्यही दिने त्यो हो होइन, सबैले गर्नुभएको छ। अब जस्तो मान्छेले बनाइरहनु भयो, अब हुन त सबैसँग सबै खुसी हुने कुरा त छैन होइन। किनभने मान्छेलाई जति राम्रो गरे पनि फलानाले यो गरो यस्तो भएको भए हुन्थ्यो, उस्तो भएको हुन्थ्यो हुने तर्कनाथ सबै छन्। तर हामीले जबसम्म आफूलाई 60% भन्दा मोर देन 60% भन्दा राम्रो देखिन्छ नि, मान्छेले राम्रो गरिरहेछ भने त्यो मान्छे राम्रो हो, त्यो संस्था राम्रो हो। 2013 देखि अहिलेसम्म आउँदाखेरि चाहिँ जति पनि मान्छेहरूले मलाई सहयोग गर्नुभयो है, प्रत्यक्ष अप्रत्यक्ष, अनि जुन अवस्था हुन्थ्यो त्यो अवस्थामा सहयोग गर्नुभयो र मेरो जुन अवस्था थियो त्यो अवस्थालाई राम्रो बनाउन प्रयत्न गर्नुभयो। यो प्रयत्न गर्ने सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अबका दिनमा चाहिँ कतिपय ठाउँमा चाहिँ मैले चाहँदै पनि राम्रो गर्न नसकेको होला होइन। ती कुराहरूलाई चाहिँ राम्रो गर्ने कोसिस चाहिँ गर्छु, अब कोसिस गर्छु र अगाडि बढ्छु भन्ने चाहिँ मलाई लाग्छ, त्यही नै हो। होइन, राम्रो गर्न नसके पनि मनमा चाहिँ राम्रो छ, परिस्थिति अनुसार राम्रो गर्दै जाने हो। राम्रो सबैले त्यही भन्छु। अनि सबैलाई काम हरेक कुरा मिल्छ भने आफ्नो इन्ट्रेस्ट अनुसार को काम खोज्दा राम्रो हुने देखेँ मैले मेरो भोगाइमा अहिलेसम्म लागेको है। अनि आफ्नो टाइप पहिले पत्ता लगाउने, आफू के गर्दा खुसी हुन्छ, जस्तो व्यापार गर्दा खुसी हुन्छ भने व्यापारतिर लाग्ने होइन, काम गर्दै अरू कुरा गर्न खुसी छ भने अरू कुरा गर्ने होइन, मिडियातिर छ भने मिडियातिर लाग्ने। अनि जे अब व्यापारमा पनि आफूलाई कुन कुरामा चाहिँ बढी इन्ट्रेस्ट छ त्यो किसिमको व्यापार गर्ने होइन। अनि कम्युनिटी सर्भिस गर्दा पनि आफूलाई जे थाहा छ त्यो कुराको सर्भिस दिने कम्युनिटीलाई, अनि अगाडि बढाउने होइन। अनि चाहिँ परिस्थिति अनुसार आफूलाई अलिकति चेन्ज गरेर परिस्थिति अनुसार अरूलाई हेल्प गर्न सक्ने कुरा चाहिँ। अनि अर्को सबभन्दा मोस्ट इम्पोर्टेन्ट कुरा चाहिँ कुनै कुरा समस्या आयो भने समस्या कति इम्पोर्टेन्ट छ र आफ्नो भूमिका के हुन्छ, यो चाहिँ पहिला आफूले आफूलाई सोधेर यो कतिको इम्पोर्टेन्ट हो, मैले गर्नुपर्ने हो कि नगर्नुपर्ने हो। अनि यो गर्दाखेरि भनौँ न कति राम्रो हुन्छ कति नराम्रो हुन्छ भन्ने कुरा चाहिँ एनालाइसिस गरेर राम्रो हुने तरिकाले सल्भ गर्ने मेरो चाहिँ त्यही नै हो। अरूलाई सहयोग गर्दाखेरि नियतवश सहयोग गरियो भने चाहिँ फलाना मैले त्यत्रो गरेँ मलाई गरेन भन्ने आश गरिन्छ, त्यसरी चाहिँ सहयोग नगर्नु भन्छु म कसैलाई पनि होइन। अर्काले सहयोग गर्छ अनि मैले उसले सहयोग गर्छ भनेर भनौँ भने चाहिँ त्यतिखेर दुखी हुन्छ। त्यो त कारोबार भयो नि, त्यो सहयोग भएन, कारोबार हो, त्यो चाहिँ कारोबार भयो। अब परिस्थिति मिल्छ भने उसले गर्यो भने ओके, गरेन भने उसले अर्कालाई गर्ने परिस्थिति आउँछ र उसले अर्कालाई गर्छ होइन। त्यो कुराहरू चाहिँ त्यो रिटर्न भन्ने कुरा चाहिँ सहयोगमा रिटर्न भन्ने कुरा चाहिँ हुन्छ जस्तो मलाई लाग्दैन। मैले छु अब कतिपय अवस्थामा मैले रिटर्न गर्न सकेको छैन क्या, सक्दिनँ। कतिपय कुराहरू यस्तो इम्पोर्टेन्ट हुन्छ कि मलाई याद छ होइन, काम बिग्रिसकेको हुन्छ, कोही न कोही आफूले नसोचेको मान्छे आएर सल्भ गरिदिन्छ कि, सानो नि भए पनि त्यतिखेर त्यसले चाहिँ ठुलो भूमिका निर्वाह गरेको हुन्छ कि। जस्तो कसैले कुनै काम बनाइदियो भनेदेखि त्यो बनाउनु चाहिँ ठुलो कुरो हो क्या। आवश्यकताको परिपूर्तिको सिद्धान्त भने जस्तो आवश्यक छ भने सहयोग गर्ने, जति फाटेको छ त्यति मात्रै सिउने होइन, अनि जहिले फाटेको छ त्यसले मात्रै सिउने। अथवा तपाईँले मलाई केही सहयोग गर्नुहुन्छ भनेर म घरमा बसी
अब कसैले सहयोग नचाहिएको मान्छे सहयोग चाहिएको छ भने म गर्छु भनेर त अर्थ त भएन। अब परेको बेला चाहिँ सहयोग गर्न सकिएन नि, मजा आएन होइन। जे सोचेर तपाईँ अमेरिका छिर्नु भएको थियो त्यो अनुसार तपाईँको एक्सपेक्टेसन जे थियो त्यो फुलफिल भएको छ कि तपाईँ त्यसको बाटोमा हुनुहुन्छ कि हुन्छ म अचिभ गर्छु भन्ने छ कि तपाईँको बेटर त भइरहेको छ होइन? कस्तो छ तपाईँको अचिभ गरे कि के छोडे के पाएँ कि मैले के पाएँ र के गुमाएँ भन्ने कुरामा चाहिँ अब गुमाएको कुरा है। मैले सुरुमा मलाई लाग्थ्यो होइन, मैले परिवारहरू सबैसँग बसिरहेको थिएँ, उहाँ राम्रै जागिर थियो होइन, भनेदेखि मैले यहाँ चाहिँ एक्लो भएर किन बस्नु पर्यो भन्ने पहिला लागेको थियो मलाई होइन। अनि मैले सोधेँ, मैले बुवा आमालाई पनि सोधेँ म फर्किउँ कि के गरौँ भनेर होइन, सोधेको हो त्यो बेला। त्यो सोद्धाखेरि उहाँहरूले चाहिँ नफर्कियो हुन्थ्यो जस्तो गर्नुभयो, त्यो भएर बस अडेको म खास चाहिँ होइन। अनि त्यो हुँदाखेरि चाहिँ अब यहाँ आउँदाखेरि मैले नपाएको त अहिले केही छैन जस्तो लाग्छ मलाई होइन। मलाई सबै कुराहरू हेर्ने हो भने म धेरै नै लक्की हुँ, मैले सबै कुरा पाएको छु। म अब हाई एक्सपेक्ट गरेर नभएको कुराहरू खोज्ने हो भने त पाइँदैन के पनि होइन। त्यो कहिले पनि सन्तोष हुँदैन, सन्तुष्ट हुँदैन। सन्तुष्ट हुने गरी चाहिँ लगभग मैले सबै कुराहरू पाएकै छु जस्तो लाग्छ है। आउने बित्तिकै चाहिँ के हुँदो रहेछ भने आउने बित्तिकै अब यो इन्भाइरोमेन्ट चेन्ज भएर होला होइन, आएको 6 महिनादेखि 1 वर्षसम्म चाहिँ त्यसलाई यहाँ बस्नै मन लाग्दैन है। अब त्यो बेलामै मान्छे हार्यो भने चाहिँ उसले सर्भाइभ गर्न सकेन, मेरो विचारमा चाहिँ त्यस्तो लाग्यो। अब 1 वर्ष चाहिँ जेसुकै होस् भन्यो भने अनि 1 वर्ष पुगिसकेपछि चाहिँ उसले राम्रोसँग सर्भाइभ गर्न सक्छ। अनि के बेकारमा त्यस्तो सोचेछु भन्न सक्छ क्या। अब अहिलेको हिसाबमा त धेरै भनियो जस्तो हिसाबमा मनीवर्क बस्दाको हिसाबमा हेर्ने हो भने होइन, र अहिलेको हिसाबमा हेर्ने हो भने त अहिले फ्यामिलीको हिसाबमा बुवा मम्मीहरू पनि धेरैचोटि आउनुभयो होइन। अब मैले पारिवारिक हिसाबमा पनि अलिअलि सहयोग गर्नु भने जति त उहाँहरूले एक्सपेक्ट गरे जति त सहयोग गरेको छैन होला, किनभने हाई एक्सपेक्ट हुन्छ। अब अलिअलि सक्दो रूपमा गरेको छु जस्तो लाग्छ मलाई होइन। अनि यी कुराहरूले गर्दा आफ्नो कर्तव्य गर्नको लागि चाहिँ यहाँ आएर उहाँभन्दा यहाँ आउँदाखेरि चाहिँ अलिक सहज भएको हो कि भन्ने महसुस चाहिँ अहिले गरेको छु मैले। जे गल्ती गरियो गल्ती भइसक्यो होइन, जे राम्रो गरियो राम्रो भइसक्यो। अब त्यो हुँदाखेरि हिजोको कुरा हिजोलाई नि छोडिदिने, भोलिका कुरा भोलिलाई नै छोडिदिने, आज राम्रो गर्ने भोलि अवश्य राम्रो हुन्छ। र अरूलाई राम्रो गर्ने नगर्ने भन्ने कुरा चाहिँ आफूले सोचेर सबैलाई राम्रो गर्नेले राम्रै सोचिहाल्छ, नसोच्नेहरू आफै टाढा हुन्छन् होइन। र राम्रो सोच्नेहरू सबै नजिक हुन्छन्। त्यो हुँदाखेरि अरू कुरामा मैले यो गरेँ यो गरिनँ, यसलाई यो गरेँ उसलाई उ गरेँ भन्ने कुरा परिस्थिति बुझ्ने मान्छेहरू बुझिहाल्छन्, नबुझ्ने मान्छेहरू कति नै गरे पनि जति नै गरे पनि बुझ्दैनन्। त्यो हुँदाखेरि पहिलो कुरा चाहिँ आफूले आफूलाई खुसी राख्ने। अब नयाँ ठाउँमा जाँदाखेरि लड्दाखेरि ढलेर बसिरहने होइन, उठ्ने अनि फटाफट अगाडि बढ्ने, गन्तव्यमा अवश्य पुगिन्छ होइन। पुगिन्छ ल दाइ, अब राम्रो गफ भयो है, धेरै कुरा सिकाउनु नि भयो, सिक्न पाइयो है। अब गफ भएपछि नलेज पनि आयो, यताउता सिचुएसन पनि बुझियो ओर्यो है, एकदमै त्यही त गफ गरियो, मलाई पनि धेरै रमाइलो लाग्यो, रमाइलो भयो। अनि धेरै कुराहरू जानियो पनि होइन, सिकियो पनि पायो है। तपाईँले अलिकति टाइम मिलाउनु भयो अनि के थाहा छैन, कामतिर जानु थियो। धन्यवाद है, आउनुभयो, राम्रो कुरा हो। पछि फेरि अनि गफ गरौँ होला। ल गफ भयो, रेकर्ड भयो, यसमा चाहिँ म पनि धेरै खुसी छु। र यो सुन्नु हुने जतिजना हुन्छ उहाँहरूलाई के भन्न चाहन्छु भने जति पोजिटिभ हिसाबले जति मान्छे काम गरिरहनु भएको छ त्यसै गरी काम गर्नुहोस्, र पोजिटिभ ऊर्जा अनुसार काम भयो भने खुसी हुन्छ। आफू खुसी, पहिला आफू खुसी हुने र आफू नजिकलाई खुसी बनाउने, त्यो हो। अब अरू खुसी नहुने मान्छेहरू भनेका अब खुसी हुँदैनन्, त्यो भनेको उनीहरूको प्रब्लम हो। आफ्नो प्रब्लम चाहिँ आफू क्लियर हुने र खुसी हुने, खुसीमय जीवन बिताउने, यही नै कामना गर्दछु। थ्याङ्क यू। तपाईँलाई आजको हाम्रो कुराकानी कस्तो लाग्यो कमेन्ट गरेर भन्नुहोला। केही सुधार्नुपर्ने कुराहरू छन् भने हामी सधैँ रेडी छौँ। सकेसम्म रमाइलो विषयवस्तुमा हामी रमाइलो गर्ने अनि गफगाफ गर्ने अनि केही राम्रो भिडियोहरू बनाएर च्यानलमा अपलोड गरेर तपाईँहरूलाई देखाउने म प्रयास गरिरहनेछु। लाइक, कमेन्ट र सब्सक्राइब गर्न नबिर्सिनुहोला।